भनेर ओहो खाली छ के छ ल है साथीहरू यहाँ चाहिँ अहिले हामी चाहिँ जङ्गलमा पुरा हन्टिङ गर्न आयो हौ चाहिँ त्यति हल्ला गर्नुहुन्न यहाँनिर अलिकति माल पानी भेटिएला जस्तो छ हेलो 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 साथीहरू के छ हालखबर हामी चाहिँ अहिले ठ्याक्कै काठमाडौँबाट सिन्धुपाल्चोक आइसकेको छौँ यो चाहिँ दह पोखरी भन्ने ठाउँ हो होइन यहाँ आएर चाहिँ हामी अब बाहिर हाम्रो चाहिँ यसो घुम्नु जाने क्रम जारी छ यहाँनिर हाम्रो साथीभाइहरू चाहिँ टक्कै ऐसेलो खाँदै हुनुहुन्छ हेरौँ है दाइ ल हेर्नुहोस् ओरिजिनल ऐसेलु चाहिँ यस्तो ओहो ल ल यी यता पनि ऐसेलु बाँड्दै हुनुहुन्छ यसरी आइट खप्प खप्प खाने पनि अवस्था छ यो चाहिँ हाम्रो गाउँको चाहिँ ओरिजिनल चिज चाहिँ यही हो क्या हाम्रो होइन अब यहाँ हामी चाहिँ अब कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ अहिले तपाईँहरूलाई भिडियोमा देखाउँछु हामी चाहिँ अब हन्टिङ हिँड्ने हो कस्तो खालको हन्टिङ हो त्यो भरे हेर्नुहुनेछ है ऐसेलु जङ्गलमा हन्टिङ के पाउँछ होइन त्यस्तैको हन्टिङ हो अरू चाहिँ हन्टिङ होइन फेरि हामी फेरि जीव जन्तु जनावर होइन त्यस्तो अलिकति मार्दैनौँ होइन त्यस्तो मार्नुहुन्न भन्ने पक्षमा हो त्यही भएर चाहिँ होइन है ठिक छ नि होइन यहाँ हाम्रो भाइहरूको गाउँ हो यो टक्क ओ उहाँ चाहिँ खै के भन्ने अब पुरै अन्धकार छ पछाडिबाट पुरै फिल्मको गुन्डा जस्तो होइन त्यसरी हामी जङ्गलमा हिँडिरहेको अवस्था छ कहाँको मान्छे कहाँ आएर चाहिँ के हुन्छ भन्ने थाहा हुँदैन कि त्यही भनेर तर एउटा कुरा के भने साथीभाइ चाहिँ एटलिस्ट बनाइराख्नुपर्छ है साथी हो राम्रो साथीभाइ बनाइयो भने साँच्ची नै हो क्या हामी जहाँ पनि पुगिन्छ म अस्ति मेरो साथी रोल्पामा थियो म रोल्पा पनि त्यस्तै गरी गएको यहाँ पनि अब साथीकै कारणले आएको त्यही भनेर एटलिस्ट साथीभाइ चाहिँ राम्रो बनाइराख्नुपर्छ क्या त्यस्तै हो साथीहरू हामी जङ्गलमा हिँडिरहेको अवस्था छ पुरै जङ्गलको बाटो हो यो चाहिँ यहाँ चाहिँ फडानी कार्यक्रम चाहिँ भइरहेको रहेछ यस्तो छ यहाँ चाहिँ ओहो हामी यता यता आएर अब कता जाने हो ऐ गुडुरु गुड्केर गयो भने त फेरि खराब कुरूप हुन्छ ए त्यो त मलाई थाहा छ नि कहाँ के गर्नुपर्छ भन्ने कुरो यी पुरै जङ्गलको बाटो हिँड्ने हो यहाँनिर चरप 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 पुरै जङ्गल भिजिट हो हाम्रो चाहिँ साथीहरू अहिले चाहिँ यो जङ्गलमा आउँदै गर्दा एउटा तपाईँहरूलाई महत्त्वपूर्ण कुरा जुन देखिरहनु भएको त्यो डाँडा छ यो डाँडा चाहिँ सिन्धुपाल्चोकै डाँडा हो तर यसको चाहिँ एउटा हिस्ट्री रहेछ जुन बेला पृथ्वीनारायण शाहले देश एकीकरण गर्दै थियो त्यो बेलामा नुवाकोटको दरबार कब्जा गर्ने बेलामा यहाँ बसेर चाहिँ लडाइँ गरेको भन्ने चाहिँ यहाँको चाहिँ हाम्रो साथीहरूले बताउनु भयो र उहाँको पृथ्वीनारायण चाहिँ यो डाँडामा बसेर ढुङ्गामुढा लडाएर चाहिँ लडाइँ गरेर जितेको भन्ने किंवदन्ती रहेछ यो चाहिँ यस्तो महत्त्वपूर्ण ठाउँमा आइएछ यहाँनिर जानलाई चाहिँ अलिकति टाढै छ त्यहाँ होइन सम्भवतः मिल्यो भने जान पनि सकिन्छ तर गइएन भने पनि तपाईँहरूलाई स्पेसल ठाउँ यो चाहिँ तपाईँलाई यहाँ आएको यो समयमा देखाइरहेको छु र एउटा अवसर पनि हो अनि नेपालमा
चारवटा भन्ज्याङको चाहिँ एउटा प्रसिद्ध कुरा पनि रहेछ। मलाई त्यो चाहिँ त्यति थाहा छैन होइन। त्यसमध्येमा एउटा पाटी भन्ज्याङ भन्ने चाहिँ एकदम बहुचर्चित, त्यो क्षेत्र तल देखिएको यो घरलाई चाहिँ पाटी भन्ज्याङ भनिँदो रहेछ। चार भन्ज्याङ मध्येमा प्रसिद्ध यो एउटा भन्ज्याङ चाहिँ यो रहेछ। बाँकी कुन कुन भन्ज्याङ हो तपाईँहरूले कमेन्ट गर्नु होला। त्यो मलाई त्यति थाहा नभएको कारणले मैले यो एउटा भन्ज्याङको मात्रै यहीँ आएको हुनाले तपाईँहरूलाई मैले यो जानकारी दिन खोजेँ मैले। र यो जुन तपाईँले देख्नु भएको छ पारीको रोडहरू, यो चाहिँ मध्यमार्गी लोकमार्ग भन्ने चाहिँ त्यो बाटो बनिरहेको छ नि अहिले, त्यो बाटो चाहिँ यहाँबाट चाहिँ बनिरहेको रहेछ। यस विकसितको रूपमा भन्ने भए बिस्तारै हाम्रो नेपाल पनि विकास चाहिँ हुँदैछ। तर रोडहरूको अवस्था चाहिँ इमिडिएटली त्यो बनाउन मतलब पिच गर्न नसकेकोले अफ रोड चाहिँ डेन्जरै छ। तर आशा गरौँ, होप फर द बेस्ट होइन, बिस्तारै बिस्तारै राम्रो हुन्छ होला। त्यस्तै छ। यहाँ आएपछि चाहिँ धेरै कुराहरू यसरी रमाइलो कुराहरू देखाउन पाइयो होइन। त्यही नै मजाको कुरा हो। मेन कुरा भनेको त्यो डाँडा, यो डाँडाको नाम चाहिँ चिलाउने डाँडा भन्ने रहेछ होइन। पृथ्वीनारायण शाहको चाहिँ किल्ला त्यहाँ बसेर चाहिँ उसले चाहिँ वार गर्ने त्यही रहेछ साथीहरू। अब यस्तै हो, अरू त त्यति थाहा छैन। तर यहाँ आएको भएर चाहिँ त्यो डाँडा गोसाइकुण्ड जाने बाटो है, हिँडेर जाने बाटो। ओहो, विभिन्न मेरो जाँदो रहेछ नि त यहाँ त है। ल साथीहरू भिडियो हेर्दै गर्नु होला है त। अब जङ्गलमा के भेटिन्छ थाहा छैन। इम्पोर्टेन्ट कुराहरू छ भने त अभियसली तपाईँहरूमा आज पस्कि नै हाल्नेछु। हस् त, थ्याङ्क यू। के छ केटा? अझै नि भोलितिर काठमाडौँ गइदिउँ क्या भनौँ न त। हजुर काठमाडौँ गइदिउँ क्या भोलितिर रेस्ट गर्न। सबिन ठुलो भएछ अब त। डेन्जर हो र राम्रो काम गर्यो त्यो ल यार, जङ्गलमा हन्टिङ गर्न आइरहेको आफै हन्टिङ भइरहेको अवस्था छ यहाँनिर। मजाले पुरा जङ्गलभित्र सुनसान बसिरहेको अवस्था छ यहाँनिर। यस्तो छ यहाँतिर। यो जङ्गलतिर बस्दा चाहिँ मलाई फेरि बचपनको याद आउँछ कि पहिलाको पुरै वस्तु चराउँदै बसेको, बाँसुरी बजाउँदै बसेको होइन, त्यसो याद आउँछ। तर यसपालि चाहिँ मैले बाँसुरी ल्याउन बिर्सेछु क्या। बिर्सिनु भन्दा पनि मैले नल्याएको, बोक्नु झ्याउ भएर नल्याएको। नत्र यति बेला यहाँनिर यो जङ्गलमा एक रन्काउनु पाएको भए मजा हुने रहेछ त्यो। यस्तै छ जङ्गलमा। अब सुत्ने हो बस्ने हो, काम छैन, सुतेर बस्ने। अब भरे के हुन्छ थाहा छैन, कहाँ के भेटिन्छ त्यो कुरा चाहिँ थाहा छैन है साथीहरूलाई। राम्रो थियो मामा। त्यो फेरि ओहो ल अब भन्नुहोस् त। महेशबाट आउँछ यस्तो गरेर पर्दैन।
हो त्यो तलपट्टि जानु न। त्यो सर खाली छ के छ? ल है साथीहरू, यहाँ चाहिँ अहिले हामी त्यो जङ्गलमा पुरा हन्टिङ गर्न आयो। अब चाहिँ त्यति हल्ला गर्नुहुन्न, यहाँनिर अलिकति माल पानी भेटिएला जस्तो छ। अब आजको लागि चाहिँ यो भिडियो यतिकै होइन। यहाँनिर साथीको गाउँमा घुम्न आएको, जङ्गलमा यसरी घुमेर यहाँ हन्टिङमा लास्टै रमाइलो भएको छ। आजको लागि यो भिडियो यति नै साथीहरू। फेरि अर्को भिडियोमा भोलि चाहिँ हाम्रो फिसिङ कार्यक्रम हुन्छ होइन, त्यो बेला भेटौँला साथीहरू है त। ल बाई।